त्यो मेसिन सक्यो। अब यता अर्को कम्प्लेनमा जाँदैछौँ। 4-5वटा कम्प्लेन छ आज, एउटा एउटा गरेर हेर्दैछौँ। के समस्या छ त यसमा? हजुर कम्प्रेसर ट्रिप भइरहेछ। ल यो हाम्रो यहाँको अपरेटर दाइ हुनुहुन्छ। यहाँको जे समस्या हुन्छ सबै उहाँलाई थाहा हुन्छ। हेर्नु है, अलरेडी हो ट्रिप छ। यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले, यहाँ टी लेखेको छ। यो अहिले ट्रिप छ, यो चाहिँ छैन। यो ट्रिप छैन, यो चाहिँ ट्रिप छ। अब यसको हैन यो कम्प्रेसर हैन, कम्प्रेसर हो। अब यो टिप छ हैन, होइन यो चल्दैछ, त्यो चल्दैछ। यो ट्रिपको यो हो, यो ट्रिपको के यो टिप छ। हेर्नु यसको यो ओइल लेभल, कम्प्रेसर ओइल लेभल यो चाहिँ चल्दैछ। ओइल चाहिँ घुमिरहेको। यसको हेर्नु सेट पोइन्ट 29 छ। यसमा चाहिँ लगभग 31 गरेछ सेट। 31 मा छ। 31 मा त्यतिमा बनाइदियो। होइन किनभने यसको पहिला रेटिङ आर्म्स हेर्नुपर्छ, कति आर्म्स लिँदो रहेछ होइन। यो कम्प्रेसर अनुसार यसको रेटिङ आर्म्स राखेको हुन्छ। त्यही हिसाबले अब कम्प्रेसरको पहिला रेटिङ आर्म्स चेक गर्ने, कतिको आर्म्स लिन्छ, अनि त्यहाँदेखि बल्ल त्यसमा छेडछाड गर्ने हो। यसमा रेटेड आर्म्स दिएको छैन होइन, यसमा रेटेड आर्म्स दिएको छैन। अब यसको ग्यासको प्रेसर अनुसार चेक गर्नुपर्छ। हामीसँग प्रेसर गेज छैन अहिले। म्यानुफल गेज ल्याउने हो। ओके, अब हामीले यसको म्यानुफल गेज लाएर ग्यास चेक गर्छौँ है, यसको प्रेसर कति छ अनि त्यही हिसाबले यो चलिरहेको कम्प्रेसर चाहिँ 26 एम्पियर लिइरहेछ। 26-27 एम्पियर यो भनेको नर्मल हो। हामीले रिसेट गरेको अब हेरौँ यसले कति आर्म्स दिँदो रहेछ। स्यामसङ लेखाहरू स्यामसङ दिएको सेम दिएको छ। अहिले पनि दिएको छ। यसको अहिले घट्यो अलिकति, त्यो त रनिङ गएर अनि अलिकति घट्यो। के गर्ने त्यो स्पिड होइन कि आर्म्स हो। अब यसलाई पछि गर्ने हेरौँ न कतिको। अब चल्दा चल्दै अलिकति हिट भएपछि अझै बढी लिन्छ कि लिएपछि बल्ल त्यसको ट्रिप हुने कारण धेरैहरू हुन्छ। यो स्विच भनेको हाई प्रेसर स्विच हो, त्यहाँ पर भएको लो प्रेसर स्विच हो। यसको ग्यासको लेभल हाई भयो भने यो ट्रिप हुन्छ, यसले ट्रिप गरिदिन्छ, कम्प्रेसरलाई बन्द गरिदिन्छ। अनि त्यो चाहिँ धेरै लो भयो भने ग्यास त्यो स्विचले कट अफ गरिदिन्छ। हेर्नु त टेक्निसियनहरूलाई काम गर्नलाई कति सजिलो। यहाँ राति पऱ्यो भने यसको लागि लाइटको व्यवस्था छ यो प्यानलमा। यो चाहिँ डोर स्विच, यो डोर हाम्रो यो डोर लगायो भने लाइट बन्द हुन्छ। त्यही छोड्नु नि।
चालु हुन्छ राति काम गर्नलाई सजिलो अहिले बन्द गरिदिउँ यसो काम छैन यो VFD ब्लोअर मोटरको लागि 40 हर्जमा चल्दैछ अहिले यो युनिटको मस्त कुलिङ कति राम्रो गरे पसिना आइसक्यो कुलिङ त गर्दैछ ग्यास चेक गरेर छैन यसमा अरू कुलिङ छैन या त्यति लाग्छ कि मलाई होइन तपाईँले यो नि यो स्पिड नि यो सेमसेम बनाए ठिक हुन्छ जस्तो लाग्छ यो ठिक हुँदैन जस्तो लाग्छ होइन कि त्यो हेरौँ मैले भन्नु खोजेको हेरौँ कि त्यो बढाउनु हाम्रो धेरै उ होइन के 29 मा छ यहाँ लिइरहेको छ 26 ठुलो कुरो होइन बुझ्नुभयो नि सेम हो तर उसलाई कसले बढाएको थाहा छैन मलाई कसले बढायो त्यो बढाएको राम्रो होइन नि त खासमा भन्ने पनि नि त्यो बढाएको राम्रो होइन कता के छ यसमा यसमा के छ छैन यो ठिक पनि छैन होइन दुइटै ठिक पनि छैन तर चल्दै चल्दैन सिग्नलमा पाएको होला यसको फेरि यसको 32 मै सेट गरिरहेको छ दुइटै यो वाला चल्दैन हामी नै बन्दिउँ न टेक्निसियन हामी नै मस्त चलिरहेको छ यो पनि काम दाइले भन्नुभएको यो रिसेट गरेर पनि भएन यो हाम्रो रिसेट स्विच हो अब यसको कनेक्सनहरू यहाँनिर आइरहेको छ अब यो चेक गर्नुपर्छ कहाँनिर गइरहेको छ कहाँनिर यो पाइरहेको छैन अहिले अब मेन्सन गेज आयो अब यो हामीले लगाएर हेर्छौँ कतिको यस्तो हुन्छ ग्यासको प्रेसर कति छ एडाप्टर छ यसको 14 हो नि एडाप्टर छ सेक्सन यो हाम्रो डिस्चार्ज गरेर 430 छ फ्यान चलेछ नि कति छ फ्यान चल्छ होला राम्रै चल्दैछ राम्रो छ अलिकति कम छ यो चल्छ यसमा ग्यास अलिकति एड गऱ्यो भने झन् राम्रो हुन्छ है साथीहरू यो 14 को ग्यास हो यसलाई लगाउँदा र खोल्दा चाहिँ एकदम ध्यान दिनुपर्छ यसको धेरै कुलिङ हुन्छ ग्यास
हातै झुन्न पारिदिन्छ। हेर्नु त हातमा आइजाने यति तगडा हुन्छ। ल है साथीहरू, यही कम्प्रेसर फ्री भएको थियो, लगभग अब आधा घन्टा भइसक्यो, मजाले चल्दैछ। अलिकति ग्यास कम्ती छ, यो अलिकति चार्ज गर्नुपर्छ, नगर्दा नि हुन्छ हुन त। ठिकै छ। अब फेरि ट्रिप भएछ भने फेरि हेरौँला। अहिले त ठिकै चल्दैछ होइन। आर्म्स पनि राम्रै लिइरहेको छ 26। तर यो चलिरहेछ, यसमा हाल्नुपर्छ, यो त चलिरहेछ न। यसमा धेरै ग्यास कम्ती छ, त्यसले गर्दाखेरि राम्रोसँग कुलिङ पनि गरेको छैन अहिले सम्बन्धै एक्लै ग्यास तपाईँले गर्नुहुन्छ। ल कुलिङ छैन। यतादेखि माथि डिस्चार्ज लाइन हो, यता मात्र डिस्चार्ज हुन्छ। यो चाहिँ सेक्सन लाइनको, यो चाहिँ कुलिङ हुन्छ, यो कुल छैन। किनभने तपाईँ यहाँ देख्न सक्नुहुन्छ ग्यास बहुत कम्ती छ। यसमा ग्यास चार्ज गर्नुपर्छ। ल है साथीहरू, यसको ट्रबल सुटिङमा चाहिँ हामी सुरु गर्दैछौँ। यो जुन चलेको छैन नि यो कम्प्रेसर, यो अर्को युनिटको उताको त ग्यास सब चेक गरियो, अब यता अर्को युनिटमा आइयो। यसको ट्रबल सुटिङ चालु गर्छौँ हामी। यो लो प्रेसरको ब्लू वायर, यो को पनि छुँदै आइरहेछ, यो हो। अनि यो चाहिँ हाम्रो यो हाई प्रेसरको हो, हाई प्रेसर स्विच। अनि यो चाहिँ ग्राउन्डको हो, यहाँ बोडीमा लाग्नु हुन्छ। यो ग्राउन्डको यो होला है। हामी यहाँबाट ट्रबल सुटिङ गर्दैछौँ। म तपाईँलाई अहिले देखाउँछु यहाँ के प्रब्लम छ भन्दाखेरि वायर छ। म तपाईँलाई देखाउँछु है। तपाईँ यहाँ देख्न सक्नुहुन्छ X910 कम्प्रेसर 1 लो प्रेसर। हामीले त्यही अहिले चेक गर्नुपर्नेछ। अब यहाँ ए टर्मिनल हो, यो हाई प्रेसर, यो लो प्रेसर। अब यसलाई चाहिँ कुन रिलेमा जाँदैछ यो चेक गर्नुपर्छ। म तपाईँहरूलाई यो देखाउँछु अहिले। फाइनली गाइज यो हाम्रो कम्प्रेसर अहिले चल्यो। कुलिङ पनि हुन लाग्यो। यसको प्रब्लम कहाँ रहेछ भनेदेखि नि यो हाम्रो टर्मिनल अलिकति लुज रहेछ, अनि यहाँबाट चाहिँ कमान्ड नजाने रहेछ। पिसिबीबाट कमान्ड गएको थिएन, अहिले चाहिँ आइरह अहिले चलिरहेको नि त। यहाँनिर लुज रहेछ। यो जम्मै हामीले वायर ट्रेस गऱ्यौँ। एउटा भिडियो लामो हुन्छ भनेर मैले यो भिडियो नखिचेको हो। एउटा वायर चेक गर्दा बल्ल फेला पऱ्यो। अहिले फाइनली चल्दैछ। स्वेटिङ पनि हुन लाग्यो। यो त अलरेडी चलिरहेको थियो, यो चाहिँ चलेको थिएन। खाना खाने तलतिर यो त नछुनु है, यो हिट हुन्छ। बराबर 400मा यो ग्यास पनि चेक गरेछ हामी। ग्यास अलिकति कम्ती छ, यो अलिकति हुनुपर्छ, 25सम्म जानुपर्छ, 125सम्म अलिकति कम्ती छ। त्यसले केही फरक पर्दैन। कुलिङ अलिक कम्ती भयो भने त्यो ग्यास चार्ज गर्दा हुन्छ होइन। ल गाइज, हाम्रो काम आजको लागि सक्यो। अब यो सब कभरहरू लगाइदिन्छौँ। कभर पुरा यहाँ राखिरहेको छौँ, यो कभरहरू लगाइदिन्छौँ। अनि त्यहाँदेखि गएर यस्तै भिडियोहरू चाहिएमा अब एचबिएसीको, त्यसपछि कन्ट्रोल प्यानलहरूको, इलेक्ट्रिकल, प्लम्बिङ केही सोधपुछको लागि मेसेज गर्नु होला।